मर्निङ नमस्ते सबैजनालाई। के छ खबर? सन्चै आरामै पक्कै हुनुहुन्छ होला भन्ने आशा इच्छाका साथ आजको भ्लग स्टार्ट गर्दैछु। बिहान चाहिँ भएन हिजो जस्तै। आज चाहिँ अबिट ढिलो उठियो, किनभने कहिलेकाहीँ यस्तै हुन्छ क्या होइन, सधैँभरि एक नाचको दिन नहुने रहेछ क्या अरे होइन। त्यही भएर आज चाहिँ मैले बिहान करिब 8:30 बजीतिर चिया नास्ता खाइ भ्याएर भ्लग स्टार्ट गरेको छु। उठ्न नि ढिला उठियो, यताउता गर्दा हल्का व्यस्त नि रह्यो होइन, त्यो काम चाहिँ देखाउन सकिएन। अनि त्यही भएर अहिले चाहिँ करिब 8:30 भयो। अरू काम भ्याएर अब म चाहिँ नुहाइधुवाइ गर्न जाँदैछु। साथीहरू खाना नि बनाएको छैन, आज त ढिला भइसक्यो। अब नुहाइधुवाइ नगरेर खाना बनाउने चलन पनि छैन भन्दा नि मेरो ह्याबिट छैन भनौँ। चलन त अब जस्तो आफूले बनायो त्यस्तै बन्ने हो क्यारे होइन। त्यही भएर अब चाहिँ म नुहाउन जाँदैछु। नुहाइधुवाइ गरेर आउँछु अनि खाना बनाउँछु, हजुरलाई देखाउँछु। त्यतिन्जेलसम्मलाई वेट गर्नु ल। नुहाइधुवाइ सकियो है, नुहाइधुवाइ सकियो, ट्याक टु फ्रेस भयो। अब चाहिँ खाना बनाउँछु साथीहरू। ट्याक्क लगाएर खाना बनाउँछु है। दाल र तरकारी चाहिँ बनिसक्यो। अब भात चाहिँ बनाउँछु। तरकारी के बनाए देखाउँछु। यो चाहिँ बाबाको फेभरेट हो, दाल इज ड्याड फेभरेट। सिन्की आलु इज माई एन्ड मम फेभरेट। हामी आमा छोरीलाई अमलेट चाहिन्छ, बाबालाई दाल चाहिन्छ। के हाल्ने होला, यस्तै छ। जसलाई जे खानु मन आउँछ त्यही खाने हो। बस्यो भात चाहिँ बस्यो। अब चाहिँ सलाद काट्छु है। सलाद इज कटिङ। सलाद चाहिँ काट्दैछु। अब काँक्रो यसरी खानु पऱ्यो नि मिलाएर होइन। भात र दाल मात्रै खाएर पनि भएन, लगाएर काटेर, किनभने यो खाने हो भने स्वास्थ्यको लागि चाहिँ एकदमै बेनिफिट छ साथीहरू। हामीले फेरि खाना पाएपछि धेरै खान्छौँ, मिठो पाएपछि। नेपालीको चलन के छ भने धेरै मिठो चिज चाहिँ भाँडा नै रित्ताएर खाने बानी क्या हाम्रो है, त्यस्तै छ। यो चाहिँ अब त्यस्तो हुँदैन, यो चाहिँ खानै पऱ्यो। सलाद भातसँग कट्याङ कुटुङ ल सक्यो। यो चाहिँ अब म खान्छु, बिहानदेखि केही नै खाएको छैन, त्यही भएर अब चाहिँ यो खान्छु है त। भगवानको पूजा गर्न आएँ साथीहरू। म मेरो घरको यो माथिको चाहिँ मामा घरको हजुरबुवा हजुरआमा, तलकोवाला चाहिँ घरको हजुरबुवा हजुरआमा। यहाँ चाहिँ मामा घरको हजुरआमा स्वर्गमा बास छ सबैजनाको। हामीलाई माथिबाट भयो नि आशीर्वाद दिइराख्नु भएको हाम्रो हजुरबुवा हजुरआमाले सदैव दिइराख्नु होला भन्ने कामना छ होइन। हजुरहरूको आशीर्वाद नै हामीलाई अगाडि बढ्ने मार्गनिर्देशन हुनेछ होइन। अब चाहिँ म ट्याक्क लाएर यता छ। अब नुहाइधुवाइ गरिसकेपछि हल्का फुल्का भगवानको आस्था पनि राख्नु पऱ्यो साथीहरू। त्यही भएर चाहिँ अब चाहिँ म धुप सुप सल्काएर ट्याकटुक पार्छु है त, देखाउँछु। अब धुप सल्काउँछु है, टक्क लगाएर धुप सुप सल्काउँछु है। भगवानप्रति पनि आस्था राख्नुपर्ने होइन, सबैको इच्छा मनोकामना पुरा गर्नुपर्छ। त्यही भएर हाम्रा पितृहरू कुल देवता सबले हाम्रो रक्षा गर्नुहुनेछ। हाम्रो माथि स्वर्गमा हुनुभएका हजुरबुवा हजुरआमाले पनि यतिको गरे जस्तो आशीर्वाद पक्कै दिनु होला होइन साथीहरू। के हो कुरो, यही अपेक्षा हो। एउटा हाम्रो मनको आस्था हो सबैभन्दा ठुलो कुरो ल। सबैलाई चाहिँ मैले यता हजुरबुवा हजुरआमा, हाम्रो कुल पितृदेव भगवान। अब चाहिँ एउटा हातले घन्टी नि बजाउनु पऱ्यो, घन्टी नि बज्यो होइन। अब यो चाहिँ अब म ट्याक्क पारेर यहाँ यो धुपाउरो बजाए, घन्टी पनि बजाए। भगवानप्रति आस्था राख्ने नमस्कार नमन दिए। यति चाहिँ हो। यति गरेपछि चाहिँ मनको आस्था चाहिँ हल्का हुन्छ कि। यो चाहिँ बेलुकीलाई तयार भयो साथीहरू। यो 5वटा फुलको होइन, सबै भगवानको हो यो। अनि यो चाहिँ अछट्टै छ नि, यो छुट्टै। यो चाहिँ पितृको नाउँमा बाल्नुपर्छ अरे। यो चाहिँ स्वर्गमा रहनुभएका सम्पूर्ण आत्माहरूप्रति बालिदिएको बत्ती हो। यस्तो छ हाम्रो पूजा कोठा। धेरै सजाउ त छैन, यतिको चाहिँ छ। जे छ त्यसैमा सन्तुष्टि हुनुपर्ने होइन। ठिक छ, यति भन्दै फेरि अर्को भिडियोमा भेटौँ है। यो चाहिँ बाबाले सफा गर्न थाल्नु भएको गार्डन हो यो हाम्रो, फुल बगैँचा होइन। धेरै फुल त छैनन्, अलिअलि फुल छन्। यहाँनिर यो खजुरीको बुटो हो साथीहरू। मैले यो गोल्टाकुरीबाट ल्याएको थिएँ। यो चाहिँ खाएको थिएँ, खाएर कता बिउ फालेछु, कति मजाको ऊ भयो के जागेछ। यो चाहिँ कागती हो।
कागती चाहिँ फले छैन, फल्न चाहिँ सुरु गरे। गुलाबको फुलहरू छन्। यस्तै छ हाम्रो बगैँचा होइन। धेरै सजावट छैन, थोरै छ, मिठो छ, राम्रो छ। बाबा चाहिँ सफा गर्दै हुनुहुन्छ। यति गरेपछि खाना खाने भन्ने कुरो भयो। हामी चाहिँ पर्खाइमा छौँ आमा छोरीहरू है त। वैशाख जेठमा पनि के टोपी लाउँछन् र? ए जहिले पायो त्यहिले लाउने हो। के छ भोक लागिसक्यो? किन लाग्यो भोक? बिहान केही खाएन र? एउटा रोटी भएर पुग्छ त। दुधाले चिया, चिया लभरलाई त दुधाले चिया भइगयो। अरू के छ खाने विचार? अरू के छ खाने विचार? यस्तो यस्तो ए त्यो त छैन आज। अब कहिले हुन्छ थाहा छैन। जानेन अरू के गीत गाइदिनुहोस्। भजौ आमालाई जिन्दगीको भर छैन भजौ रामलाई भन्नु न। मेरो बिरामी आमा हुनुहुन्छ, उहाँको स्वास्थ्य लाभको कामना गरिदिनु होला सबैजनाले। हामीले त दिन प्रतिदिन गरिरहेछौँ, कर्तव्य पनि गरिरहेछौँ। आस्था अनि आशीर्वाद दिनु होला सबैजनाले होइन। करिब करिब 2.5 वर्ष जति भयो उहाँ चाहिँ बिरामी भएको, त्यही भएर हो। यस्तै छ, टाउकाको बिरामी भएपछि चाहिँ अलिकति अस्तव्यस्त माहौल हुँदो रहेछ। मतलब अब माइन्ड चाहिँ अनकन्ट्रोल जस्तो जस्तो हुने, त्यस्तो धेरै सेन्स घुमेको चाहिँ होइन, तर अलिअलि हल्का कुनै कुनै बेला त्यस्तो हुन्छ। त्यही भएर सबैजनाले प्रे गरिदिनु होला भन्ने आशा अपेक्षाका साथ फेरि भेटौँला है त। बिहानको काम साम सकाएर खानासाना खाएर सबै काम सकाएर अब चाहिँ म रेस्ट गर्न आएको। करिब 2 घन्टासम्म चाहिँ म रेस्ट गर्छु साथीहरू। अनि फेरि बेलुकाको सुरु हुन्छ खाजा खाना यताउता होइन, त्यो चाहिँ सुरु हुन्छ है। अब चाहिँ यो सानो भ्लगबाट हजुरहरूमा छुट्न चाहन्छु। शुभ दिन है त। किनभने मैले धेरै लामो बनाइनँ, बेलुकीसम्मको बनाइनँ, यति जेलसम्म चाहिँ बनाएँ। अब चाहिँ अहिलेलाई चाहिँ आजको लागि यति नै हो। अब यो भ्लग चाहिँ करिब करिब 6 बजेतिर बेलुका आउँछ होइन। ल यहाँको दिन शुभ रहोस्, स्वस्थ रहनु होला, मस्त रहनु होला, आफ्नो ख्याल गर्नु होला। सबैभन्दा ठुलो कुरो स्वास्थ्य हो। स्वास्थ्य नै धन हो होइन। हेल्थ इज वेल्थ भन्छ होइन। स्वास्थ्य नै धन। स्वास्थ्य राम्रो भएन भने, असहज भयो भने आफूलाई गाह्रो हुन्छ होइन। त्यही भएर सर्वप्रथम प्रायोरिटी भनेको आफ्नो लागि दिने, सेकेन्डमा बाँकीहरू है त। यति भन्दै अहिलेको यो भ्लगबाट म सानो आचार्य छुट्टिन चाहन्छु। टेक केयर, बाई 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 बाई। भोलि भेटौँला।